जनताका यथार्थ समस्या जुन छ हैन, जनताका मर्म भावनाहरूलाई मैले सम्बोधन गर्दै आएको मैले जिते। म कुनै किसिमको लागु पदमा कुनै प्रतिनिधि नभए पनि मैले पार्टीको हैसियत मैले जो राखेर जनताको पक्षमा मैले काम गर्दै आएको, विकासका कामहरू अनि सामाजिक कामहरू गर्दै आएको। अब चाहिँ त्यो अवसर पाएपछि चाहिँ के हो भन्दाखेरि उनले त यहाँ त्यो राष्ट्रिय गौरवका कतिवटा ठुला योजनाहरू, निगमका जलाशययुक्त परियोजनाहरू होइन, पर्यटनका योजनाहरू, यातायातका योजनाहरू, धानेका प्राथमिकता पर्यटनका यातायातका योजनाहरू छ। धानेका उत्तरी क्षेत्रमा र त्यो मध्य क्षेत्रहरूमा पनि थुप्रै किसिमका चाहिँ पर्यटनका पूर्वाधारहरू धेरै छन् होइन, कृषि उद्योग होइन, उठीका समस्याहरू होइन, तमाम खाले योजनाहरू होइन। तत्तर जुन गाउँपालिकाहरूमा फरक फरक किसिमका चाहिँ समस्याहरू छन्, ती खानेपानी, शिक्षा, स्वास्थ्य तमाम खाले विकासका पूर्वाधारहरूमा मेरो पहल प्रयत्न हुन्छ। जोडदार रूपले राज्यले दिएको चिज सुविधा जनताको घर दैलोमा पुर्याउने काम र यो क्षेत्रको जनतालाई त्यो पुर्याउने काम हुन्छ र जनताको आफ्नो अपनत्व हुने ढङ्गले, जनताको जित बनाउने ढङ्गले, यो कुनै चाहिँ पार्टीको मात्रै नभइकन, मेरो व्यक्तिको मात्रै जित नभइकन यो जनताको आफ्नो जित हुनेछ भन्ने जनअनुभूति गराएरै छाड्नेछु भन्ने मेरो प्रतिज्ञा छ।